नमस्कार, म तपाईहरुकै प्रिय कार्यक्रम प्रस्तुता प्रदीप तामाङ। लामो समयपछिको यस टेबल टकमा तपाईहरुलाई स्वागत छ। नमुना एकाडेमीको आधिकारिक फेसबुक पेज, युट्युब च्यानल र टिकटक आइडी मार्फत हेरिरहनुभएका सम्पूर्ण आदरणीय दर्शक, श्रोता तथा शुभचिन्तक महानुभावहरुमा हार्दिक स्वागत गर्दछु। आजको यस विशेष टेबल टकमा हामी तपाईहरुमा नयाँ ज्ञानवर्धक र रोचक विषयवस्तु लिएर उपस्थित भएका छौं। त्यसैगरी आजको यस टेबल टकमा अतिथिको रूपमा हुनुहुन्छ यसै नमुना एकाडेमीका कक्षा 8 मा अध्ययनरत एक प्रतिभाशाली विद्यार्थी जसले नमुना एकाडेमीमा अध्ययनमा मात्र होइन अनुशासन र सक्रियता पनि उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएकी छिन्। अब बिना ढिला स्वागत गरौँ आजको विशेष अतिथि सिजा ढकालाई। स्वागत छ सिजा। धन्यवाद सर। के छ खबर सिजा? ठिकै छ। आजको यस टेबल टकमा हामी विभिन्न विषयवस्तु लिएर कुराकानी गर्नेछौँ। तपाईले सबैभन्दा सुरुमा त तपाईको पढाइको बारेमा नै सोध्न मन लागिहाल्यो। तपाईको अन्तिम परीक्षा पनि आउँदै गर्दा तपाईले पढाइले के कस्तो ध्यान दिइरहनु भएको छ नि? म पहिले भन्दा अहिले अलि बढी ध्यान दिन थालेको छु किनकि बीएलई एक्जाम नजिकै छ। तपाईलाई पढ्दा पढ्दै कहिलेकाहीँ अल्छी लागे जस्तो अनि थकान भए जस्तो हुन्छ नि, तपाई त्यो बेला के गर्नुहुन्छ? म अल्छी लागेको बेलामा कफी पिउँछु अनि माइन्ड फ्रेस गर्नको लागि एकछिन खेल्छु। आहा, तपाईको सोच अनि विचार एकदमै उत्कृष्ट छ। तपाईलाई पढाइको विषयमा त अरु गुरुहरुले पनि धेरै कुरा बताइसक्नु भएको छ। त्यसकारण आजको यस टेबल टकमा हामी अलिक फरक विषयवस्तु लिएर कुराकानी गर्नेछौँ। हुन्छ? हुन्छ। त्यसो भने म तपाईलाई दुई फरक व्यक्तिको नाम भन्नेछु। दुई फरक व्यक्तिले विभिन्न क्षेत्रमा महान काम गरिसक्नु भएको छ। दुई व्यक्ति मध्ये तपाईले एकजना व्यक्ति रोज्ने अवसर पाउनुहुनेछ। हुन्छ? हुन्छ। त्यसो भने म तपाईलाई साहित्य क्षेत्रबाट प्रश्न सोध्न चाहन्छु। साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइसक्नु भएका भानुभक्त आचार्य कि मोतीराम भट्ट? भानुभक्त आचार्य। विष्णु कुमारी वाइबा कि झमकुमारी घिमिरे? झमकुमारी घिमिरे। माधव प्रसाद घिमिरे कि लक्ष्मीप्रसाद देवकोटा? लक्ष्मीप्रसाद देवकोटा। आहा, साह्रै राम्रो उत्तर प्रस्तुत गर्नुभयो। अब भने म तपाईलाई अलि विज्ञान क्षेत्रको प्रश्न सोध्न चाहन्छु। वैज्ञानिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइसक्नु भएका विश्वका महान वैज्ञानिक सर आइजक न्युटन कि थोमस अल्वा एडिसन? दुवै वैज्ञानिकहरूको योगदान अतुलनीय छ, तर मेरो फेभरेट चाहिँ थोमस अल्वा एडिसन। तपाईलाई मनपर्ने विषय म्याथ कि साइन्स? मलाई दुईटै विषय मनपर्छ, तर अलिकति बढी चाहिँ साइन्स। तपाईलाई मनपर्ने फेभरेट कलर कुन हो र किन मनपर्छ? मलाई मनपर्ने कलर चाहिँ रातो हो। मलाई सानैदेखि यो कलर धेरै मन पर्थ्यो बिकज इट इज द सिम्बल अफ पावर एन्ड एक्साइटमेन्ट। तपाईलाई मनपर्ने खेल कुन हो? मलाई मनपर्ने खेल भलिबल। भलिबलमा नै आकर्षित हुनुको कारण चाहिँ के होला? मैले भलिबल खेलेको 6 कक्षादेखि हो हैन। भलिबल खेल्दाखेरि एउटा अर्कै प्रकारको आनन्द महसुस हुन्छ, त्यसैले भलिबल। तपाईको आवाज पनि मिठो, विचार पनि सफा। अब भने म तपाईलाई झनै रमाइला खालको प्रश्न सोध्दैछु। तपाई उत्तर दिनका लागि तयारी त हुनुहुन्छ नि? हुन्छ। त्यसो भने प्रश्न सोध्न चाहे तपाईलाई पढाउने गुरुहरु मध्ये म दुईजना गुरुको नाम बताउने छु। तपाईले दुईजना मध्ये एकजना रोज्ने अवसर पाउनुहुनेछ। हुन्छ? हुन्छ। तपाईलाई मनपर्ने गुरुहरु मध्ये अबिन श्रेष्ठ कि उत्सव रेग्मी? मलाई दुवै सरले पढाइसक्नु भएको छ। अबिन सरले चाहिँ 6 को आधी र 7 को फुल पढाउनु भएको छ अनि उत्सव सरले चाहिँ 8 क्लासमा अहिले पढाइराख्नु भएको छ। मलाई दुवै सर मनपर्छ, त्यसैले म यसमा चाहिँ भन्न सक्दिनँ। ल ठीक छ। तपाईले धेरै कलाकारहरूको नाम त सुन्नु नै भएको छ। त्यसकारण आजको यस टेबल टकमा म तपाईलाई दुईजना कलाकारको नाम भन्नेछु। दुईजना कलाकार मध्ये तपाईले एकजना कलाकार रोज्न पाउने अवसर पाउनुहुनेछ। हुन्छ? हुन्छ। त्यसो भने कलाकार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइसक्नु भएका अनमोल केसी कि प्रदीप खड्का? मैले सानैदेखि प्रदीप खड्काको फिल्म चाहिँ धेरै हेरेको छु हैन। मलाई उहाँ मनपर्छ, त्यसैले प्रदीप खड्का। प्रियङ्का कार्की कि रेखा थापा? प्रियङ्का कार्की। नेपाली चलचित्र क्षेत्रको महानायक भनेर कसलाई चिनिन्छ? राजेश हमाललाई। हाल नेपालमा चुनावको प्रक्रिया पनि अगाडि बढिरहँदा हाल यसैसँग सम्बन्धित यस टेबल टकमा प्रश्न सोध्न मन लागिहाल्यो। हाल नेपालमा चुनावको प्रक्रिया अगाडि बढिरहँदा विभिन्न नेताहरू अगाडि बढिरहेका छन् र राजनीतिक क्षेत्रमा नेताहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ। त्यसकारण आजको यस टेबल टकमा म तपाईलाई दुईजना नेताको नाम बताउने छु। दुईजना नेता मध्ये तपाईले एकजना नेता रोज्न पाउनुहुनेछ। के तपाई रेडी हुनुहुन्छ? ठीक छ। बालेन शाह कि केपी शर्मा ओली? बालेन शाह। बालेन शाहले मन पराउनु कारण चाहिँ के होला? बालेन शाहले धेरै प्रगति गरेको छ काठमाडौँमा भनेर चाहिँ अब मैले न्युजहरुमा यताउता सुनिरहेको छु। त्यसैले यो पल्ट बालेन शाहलाई नै अब हामीले लिडर बनायौं भने कि हाम्रो देश हल्का विकास हुन सक्छ कि भन्ने आश भएर चाहिँ। ठीक छ। हर्क साम्पाङ रोज्नुहुन्छ कि तपाईले पुष्पकमल दाहाल? हर्क साम्पाङ। हर्क साम्पाङ रोज्नुको कारण के हो?
हर्क साम्पाङले अब धरानमा ओसो पार्कहरू अनि सांस्कृतिक पार्कहरू त्यस्तै बनाइरहेको छ अनि उसले अब प्रत्येक ठाउँमा धरानमा बोट बिरुवा रोपिरहेको छ अनि प्राकृतिक सुन्दरता झन् बढाउनका निम्ति उसले पनि आफ्नो योगदान दिइरहेको छ त्यसैले म उसलाई नै चाहन्छु। पक्कै भने आज हामी यस टेबल टकको अन्त्यतर्फ आइसकेका छौँ। त्यसकारण अन्तिममा म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। तपाईँले विद्यालयको शिक्षक शिक्षिका अनि विद्यार्थीहरूलाई कस्तो तरिकाले हेर्नुहुन्छ? सबैभन्दा पहिला त मलाई मेरो विद्यालय धेरै मनपर्छ। मेरो विद्यालयका शिक्षक शिक्षिकाहरू सबैजना दयालु हुनुहुन्छ, सबैलाई माया गरेर पढाउनुहुन्छ, गल्ती भयो भने सम्झाउनुहुन्छ, बुझाउनुहुन्छ। त्यस्तै साथीहरू पनि एकदमै मिलनसार छन्। हामीहरू सबै सँगै मिलेर बस्छौँ। त्यसैले मलाई मेरो विद्यालय शिक्षक शिक्षिका साथीहरू सबै एकदमै मनपर्छ। पक्कै पनि हस्, आजको यस टेबल टकमा अमूल्य समय निकालेर अत्यन्तै राम्रो विचार प्रस्तुत गर्नुभयो। तपाईँलाई म हार्दिक धन्यवाद व्यक्त गर्दछु। हुन्छ। आदरणीय दर्शक महानुभावहरू, आजको हाम्रो यस टेबल टक यही समाप्त हुन्छ। अहिलेसम्म यस कार्यक्रमलाई हेरेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। आशा छ आजको यस टेबल टकले तपाईँहरूलाई नयाँ ज्ञान अनि जानकारी प्रदान गर्नेछ। हामी केही दिनमा नै नयाँ भिडियो लिएर उपस्थित हुनेछौँ। तबसम्मका लागि नमुना एकाडेमीको आधिकारिक फेसबुक पेज, युट्युब च्यानल र टिकटक आइडीलाई फलो गरिरहनुहोस्। साथै आजको यस भिडियो मन परेमा तपाईँहरूले सबै सामु सेयर गरिदिनु होला। किनभने एउटा भनाइ छ, बाँडेर खाएको खाएको एक्लै खाएको के खाएको भन्छन्। त्यसकारण सबैले सबै सामु सेयर गरिदिनु होला। हामी केही दिनमा नै नयाँ भिडियो लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि सबै स्वास्थ्य, व्यस्त अनि मस्त रहनुहोस्। हवस् त, धन्यवाद।